नमस्ते अनि स्वागत छ अभिनय वाइबा तपाईको साथी युट्युब च्यानलमा। आज चाहिँ बिहान आउँदा आउँदै हाम्रो डेली सर्भिस गाडी चाहिँ यसरी यहाँनिर अचल अवस्थामा बसिरहेछ हो। यो चाहिँ अब बर्खा भन्दा अगाडि यस्तो भएको छ समस्या। अब के हो, अब यस्तै छ गाउँघरमा, खै आश पनि कसको गर्नु हो, त्यस्तै छ। र अब आफै हामी गरेर गाडी निकाल्ने चाहिँ कोसिस गर्छु। हेर्दै जानुहोस् भिडियो। यहाँ गाडी यसरी फसिरहेछ, यहाँ हिलो यसरी। यहाँनिर हाम्रो गुरुजी चाहिँ हुनुहुन्छ। आज उयो भयो नि है तपाईँलाई, आज र्याक्स भएन। यो अब सक्सेस हुन्छ कि हुँदैन, अब म पनि यहाँनिर लाग्नु चाहिँ हाम्रो भाइ सिमन भाइ पनि एकदम गाडी छिराउने कोसिसमा पानीहरू ल्याउँदैछ। त्यसरी गुरुजीले चाहिँ सुरु गर्यो। यो त प्रब्लम हो नि ड्राइभरहरूलाई, यो चाहिँ है मेन सबभन्दा साह्रो नि हो। हामी यो पक्की चाहिँ अब भयो भने चाहिँ राम्रो नि त है। एकदमै आशा राखौँ है, कुनै दिन त हुन्छ होला। हाम्रो पनि यसो कालो सेतोहरू, कालो भए पनि ठिकै छ, सेतो भए पनि ठिकै छ। हामीलाई त दुईटामै एकदम ओके। समस्या चाहिँ नहोस् न। आज बिमारीहरू थियो होला सायद है, आज हल्का त्यस्तै हस्पिटल जानेहरू थियो। तर अब अर्को गाडीमा भनिदिएको छु। हजुर आज त सकिँदैन हामी निक्लिनु, अब यो निकै गाह्रो छ। आज त सकिँदैन नि है। हेर्नुहोस् न गाडी कति दामी छ हाम्रो। गाडी त थार हो यो लोकल थार। तपाईँहरूले पनि कमेन्ट चाहिँ गर्नुहोस् है, यो मन पर्यो भने। उयसमा त राखेको छैन होला, तर सेलमा त राखेको छैन। छैन यो त एन्टिक पिस हो। एन्टिक पिस हो, यो त हुँदैन सेल हतपत हुँदैन है। दिनेवालामा चाहिँ छुइनँ म। हजुर हाम्रो चाहिँ उहाँ चाहिँ तपाईँहरूले चिन्नु पनि हुन्छ, चिदिम सर्भिसको इस्माइल ड्राइभर है। इस्माइल ड्राइभर भनेपछि त फेमस हो नि है। अगु एकदम फेमस अहिले त फेमस। यो काम गरेको त तपाईँले निकै भयो नि। बहुत साल। यस्तो अप्ठ्यारो बाटोहरू त कति कुदायो है। त्यतिका भन्नै पर्दैन। अब अहिले अलिक देखाउने छु। अहिले चाहिँ म पनि काम गर्छु ल एकछिन साथीभाइ हो। फेरि अर्को हाम्रो अस्तिको मान्स पनि आइसकिगयो। मामा हेर्नु नि, अब गाडी फस्यो नि, रड्डी भयो त मामा। होइन ढुङ्गा त नहालौँ, यसलाई एकैचोटि पर्मानेन्ट गरौँ न। पहिलाकै जस्तो बनाऊँ भन्ने नि, पर्मानेन्ट गर्नु पर्यो नि। फेरि यता हाइट भएर जान्छ उता, फेरि पानीले खोल्यो भने भोलिसित ढुङ्गामा त घक्रकै बस्छ यहाँनिर हो। अब यो फेरि अब उयोहरू पनि त हुँदैछ यहाँ तल हो। यस्तो है गाउँघरको मान्छे चाहिँ है, हातमा हात साथमा साथ। यो माटो त खास गरी उदो फ्याँक्नुपर्छ नि यसरी हो, होइन फेरि उदो डल्किन्छ नि त। फेरि उदो चिप्लिन्छ होइन मामा। मामा फेरि उदो चिप्लिन्छ है। अलिक दिलमै फ्याँक्नु मात्र होला दाजु नि। अब चाहिँ त्यो चेन चाहिँ अब ज्याकेटहरूकै चेन धन्न मामा आइपुगेछ नि हौ। सरकारलाई एक दुई शब्द भनिदिनु नि यो बाटो बनाइदिने। मामा नभए सरकारलाई एक दुई शब्द त भनिदिनु नि बाटो बनाइदिनु भनेर। खाने त घाँसी होला, त्यति खास छैन। अब हामी पनि कोही बेला चढ्नै पर्छ हो। उदम तान्नु अगु, यो उदम पर्दैन हौ, त्यति मात्रै होइन। नयाँ माटो भयो खोल्दैन अहिले सिलिप खान्छ फेरि। यस्तै छ अब होइन भाइ, खतम भइगयो नि। पुरानो त बेसी त छैन। अब अलिकति ब्याग सारेर चाहिँ गाडी हेर्नुहोस् न, यो यस्तो दामी छ। सर्भिस चाहिँ सिदिम टु कालिम्पोङ। कस्तो धुन्छ उसले त फेरि। 10-12 वर्ष भइसक्यो अन्त यो गाडी कुदेको है। अगु भयो नि हौ, नआइया नि हौ। अस्ति मैले कमान्डर माथि त्यो अर्पणहरूको छ नि, त्यो कुदाएर हालेको सानो भ्यू छैन त। सबभन्दा भ्युज नै त्यसमा छ नि त। त्यसै एकैछिन रेला गरेर हालेको।
यो छोप्दिउँ कि गललाई पठाइदिउँ एकपल्ट त्यो ब्याग सार्दैछ गाडी अब कुदेन त के गर्नु गाडी उयो हेर्नु नि मामा अन्त यस्तो छ ल बरु मामालाई नेता बनायो भने चाहिँ ठिक हुन्छ है मामा तपाईँ भए बनाइदिन्थ्यो मामा कालो रोट है हजुर एक दिनको पानीले यस्तो छ अवस्था है मामा अहिले भइहाल्छ खाजा त के खाने त्यो पो पहिला अर्डर गर्नु पर्यो मोमो चाउमिन ढेँडो हजुर बासी भात भए पनि हुन्छ किमचुमले दियो होला यस्तो गर्दै भाग्यो होला नि त है मा भाइले सिकाएको कि आफै सिकेको मा भाइले सिकाएको कि आफै सिकेको हो नजानु नि ओ मामा नजानु नि एकछिन फाइनल त हेरौँ न अन्त लगभग अब अन्तिम आइसकिरहेको छ सबै खेतालाहरू पनि भागिसक्यो ए हो त रहेछ अलिक निक्लिँदैन होला नसक्ने रहेछ आन्टी हो र हजुर ले ए हुन्छ हौ जस्तै भए हुन्छ हुन्छ आजको भिडियो चाहिँ यति नै थियो र आज हामी यो गाडीमा चढेर माथि निक्लिन सकेनौँ यो गाडीलाई हामीले निकाल्न सकेनौँ र अब गाडी आज यहीँनिर बस्छ मजाले घाम लाग्यो भने भोलि चाहिँ हामी निकाल्न सक्छौँ तर अब आज चाहिँ यो गाडी यहीँनिर बस्छ अथवा अलिक ब्याक सारेर पछि लानु सक्छौँ र तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यति धेरै माया अनि सपोर्ट दिइरहनु भएको छ र यस भिडियोलाई पनि तपाईँहरूले माया दिनुहुन्छ भनेर आशा राखेको छु र थ्याङ्क यू फर वाचिङ भन्न चाहे अनि तपाईँहरू स्वस्थ रहनुहोस् सुरक्षित रहनुहोस् र खुसी रहनुहोस् भन्दै आजको भ्लग यहीँनिर अन्त भयो।